नमस्कार। आज हामी वास्तुशास्त्रको एउटा यस्तो रहस्यको बारेमा कुरा गर्दैछौँ जसले धनलाई टिकाउन सघाउँछ र यो रहस्य अरू कतै होइन, हाम्रै खाटमुनि लुकेको छ। कतै यस्तो भइरहेको त छैन, पैसा हातमा त पर्छ तर बालुवामा पानी खन्याए जस्तो कहाँ जान्छ पत्तै हुँदैन, टिक्दैन। अथवा कमाई त बढेकै छ तर खर्चहरूले सधैँ कमाईलाई उछिनिरहेका छन्। एकपछि अर्को अनावश्यक खर्च निस्किरहन्छ। यदि त्यस्तै हो भने यसको समाधान हामीले सोच्दै नसोचेको ठाउँमा अर्थात् हाम्रो सुत्ने खाटमुनि नै हुन सक्छ। अब प्रश्न उठ्छ, खाटमुनिको ठाउँ किन यति महत्त्वपूर्ण? हेर्नुहोस्, वास्तु अनुसार खाट त्यो ठाउँ हो जहाँ हाम्रो शरीर र मनले आराम पाउँछ अनि हाम्रो ऊर्जा रिचार्ज हुन्छ। त्यसैले त्यसको मुनि राखिएका चीजहरूको ऊर्जाले हाम्रो भाग्यमा, खास गरी आर्थिक स्थितिमा गहिरो असर पार्छ। त्यसो भए आउनुहोस् ती 5 वटा साधारण तर शक्तिशाली वस्तुहरूबारे जानौँ जसलाई खाटमुनि राख्नाले धनलाई टिकाउन र अनावश्यक खर्च रोक्न मद्दत मिल्छ। पहिलो नम्बरमा आउँछ फलामको कुनै एउटा वस्तु। यो सानो फलामको टुक्रा हुन सक्छ, पुरानो ताला हुन सक्छ वा कुनै फलामे औजार पनि हुन सक्छ। अब यसले के गर्छ त? मान्यता अनुसार फलामले नकारात्मक ऊर्जालाई काट्छ अनि जसरी धन चुहिने बाटो हुन्छ नि हो त्यसलाई बन्द गर्न मद्दत गर्छ। तर एउटा कुरा ख्याल राख्नु होला है, त्यो फलामको वस्तु खिया लागेको वा भाँचिएको चाहिँ हुनु हुँदैन। अब दोस्रो उपाय हेरौँ। यो हो एउटा सफा कपडामा पोको पारेर राखेको ढिके नुन। यसलाई चाहिँ खाटको लगभग बीच भागतिर कसैले नदेख्ने गरी राख्नुपर्छ। नुनले वरिपरिको नकारात्मकता र दरिद्रतालाई सोच्छ भन्ने विश्वास गरिन्छ। यसले गर्दा पैसा घरमा टिक्न थाल्छ। तर यसको असरलाई कायम राख्न हरेक महिना त्यो नुनको पोकोलाई फेर्न चाहिँ बिर्सिनु हुँदैन। तेस्रो उपाय त झनै रोचन्छ। 5 वा 7 वटा पुराना सिक्कालाई एउटा सानो रातो कपडामा बाँध्ने। यसले घरमा लक्ष्मीलाई स्थिर बनाउँछ भन्ने मानिन्छ। अब यसको मुख्य काम कमाई बढाउनु मात्रै होइन, बरु फजुल खर्चहरूलाई रोक्नु हो। जब अनावश्यक खर्च रोकिन्छ, धन त आफै जम्मा हुन थाल्छ, होइन र? अब चौथो वस्तुको पालो। यहाँ चाहिँ अलिकति ध्यान दिनु होला है। यो धूप वा अगरबत्तीको प्याकेट होइन, यो हो पूजा गर्दा बालिएको अगरबत्तीको खरानी। यसलाई एउटा सानो बट्टामा जम्मा गरेर राख्नुपर्छ। यो खरानीले दुईवटा फाइदा गर्छ। 1, यसले नराम्रो सपना र मानसिक तनाव कम गर्छ जसले गर्दा निद्रा राम्रो पर्छ। र 2, यसले धन बाहिर नै अदृश्य बाटोहरूलाई पनि रोक्छ। राम्रो परिणामको लागि यो खरानीलाई हप्तामा 1 पटक फेर्नु उत्तम हुन्छ। ल, के राख्ने भन्ने त थाहा भयो, तर के कुरा चाहिँ खाटमुनि भुलेर पनि राख्नु हुँदैन भन्ने कुरा त्यो भन्दा पनि महत्त्वपूर्ण छ। किनकि केही चिजले हाम्रो प्रगति नै रोकिदिन सक्छन्। तुरुन्तै हटाउनु पर्ने चिजहरू के हुन् भने फाटेका जुत्ता चप्पल, फुटेको ऐना, पुराना बिल वा ऋणका कागजपत्र अनि बिग्रेका विद्युतीय सामानहरू। मान्यता के छ भने यस्ता चिजहरूले कमाईको बाटो छेक्ने र ऋण बढाउने काम गर्छन्। र अब यी सबैभन्दा शक्तिशाली तर सबैभन्दा धेरै व्यवस्था गरिएको अन्तिम रहस्य, त्यो हो सरसफाई। हप्तामा कम्तीमा 1 पटक खाटमुनि राम्रोसँग सफा गर्नु भनेको धनकी देवी लक्ष्मीलाई आफ्नो घरमा स्वागत गर्नु जस्तै हो। किनकि फोहोर र माकुराको जालो लागेको ठाउँमा लक्ष्मीको बास हुँदैन भनिन्छ। एउटा कुरा सधैँ याद राखौँ, धन कमाउनु मात्रै ठुलो कुरा होइन, कमाएको धनलाई टिकाउन सक्नु त्यो भन्दा ठुलो कुरा हो। यी साना साना परिवर्तनले साँच्चै ठुलो असर पार्न सक्छन्। त्यसो भए आज 1 पटक आफ्नो खाटमुनि हेर्ने कि त्यहाँ के कस्ता चिजहरू लुकेर बसेका छन्।